उठ्नु बोल उतै माला माला तमु हिउ ल छो दिन गुरुङ राष्ट्रिय परिषदको आयोजनामा भइरहेको यस तमु लोसार महोत्सवका अध्यक्षज्यू, विशिष्ट अतिथिगणहरू तथा यहाँ उपस्थित सबै दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्याजलो तमु गुरुङ समुदायको महान पर्व तमु लोसारको यस पावन अवसरमा म यहाँ उपस्थित हुनुभएका र देश विदेशमा छरिएर रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइकामा हार्दिक शुभकामना व्यक्त गर्दछु। सुख शान्ति समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु। संस्कृत विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठुलो शक्ति पनि हो। तमु लोसार जस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्दछ। यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्। आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदैछौँ। घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो। यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नुपर्नेछ। नेपाली समाजको अर्को सुन्दर पक्ष भनेको जस्तो सुकै चुनौती र कठिनाई परिस्थितिमा पनि हामी एक आपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौँ भन्ने विश्वास हो। मतभेद भए पनि संवाद, सहमति र शान्तिपूर्ण मार्ग रोज्नु नै हाम्रो लोकतान्त्रिक संस्कार हो। हामी भित्र पीडा र असन्तुष्टिको हुन्डरी मात्र छैन, प्रेम, करुणा र आत्मीयताको गहिरो तलाउ पनि छ। पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्वक, संविधान सम्मत र लोकतान्त्रिक बाटो मार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ। त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो। आगामी फागुन 21 गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ। राजनीतिक दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीमा तर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पेश भएका छन्। यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोसे ढुङ्गा पार गरेका छौँ। यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरूले देखाउनु भएको सुझबुझका लागि आभार व्यक्त गर्दछु। साथै यस प्रक्रियामा सामेल सम्बद्ध सबै पक्षलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछु। आगामी प्रक्रियामा पनि यस्तै उत्साहका साथ सबै सपक्ष सामेल हुने विश्वास सरकारको रहेको छ। सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन। यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ सहयोग र सक्रिय सहभागिता अत्यन्त आवश्यक छ। मुलुकले अब थप